परमेश्वरले अब्राहमलाई एउटा छोरा दिने प्रतिज्ञा गर्नुभयो र वृद्ध अवस्थामा इसहाकको जन्म भयो। तर एक दिन अब्राहमको विश्वासको सबैभन्दा ठूलो परीक्षा भयो। परमेश्वरले भन्नुभयो, आफ्नो एकमात्र छोरा जसलाई तिमी माया गर्छौ उसलाई मलाई बलिदान चढाऊ। अब्राहमको हृदय कति रोयो होला, तर उनले प्रश्न गरेनन्। 3 दिनको यात्रापछि उनी मोरिया डाँडामा पुगे। जब इसहाकले सोधे, बुबा, बलिदानको थुमा चाहिँ कहाँ छ? अब्राहमले आँसु पुछ्दै भने, परमेश्वर आफैले प्रबन्ध गर्नुहुनेछ। यो घटना किन घट्यो? परमेश्वरले अब्राहमलाई दुःख दिन चाहनु भएको थिएन। उहाँ त अब्राहमको हृदयको पूर्ण निष्ठा जाँच्न चाहनुहुन्थ्यो। जब अब्राहमले छुरी उठाए, स्वर्गदूतले उनलाई रोक्नुभयो। अब्राहमले आफ्नो छोरा भन्दा परमेश्वरलाई बढी प्रेम गर्छन् भन्ने कुरा प्रमाणित भयो। निष्कर्ष यही हो, परमेश्वरले झाडीमा एउटा थुमाको प्रबन्ध गरिदिनुभयो। यो घटनाले हजारौं वर्षपछिको त्यो दिनलाई संकेत गर्छ जब परमेश्वर बाबुले हाम्रो पापको निम्ति आफ्नै पुत्र येशू ख्रिस्टलाई बलिदान दिनुभयो। उहाँ यहोवा यिरे हुनुहुन्छ, जसले हाम्रो अभावमा प्रबन्ध गर्नुहुन्छ। तपाईको जीवनमा आज कुन कुराले तपाईको विश्वासलाई जाँच्दैछ? सम्झनुहोस्, उहाँले सधैँ बाटो निकाल्नुहुन्छ। यस्तै आशिषमय भिडियोका लागि मेरो फेसबुक पेज जोसेफ राजलाई फलो गर्नुहोस्। परमेश्वरको प्रबन्ध तपाईको जीवनमा सधैँ रहोस्। जय मसीह।